हेलो सबै प्रभुका प्रियजनहरूमा सुन्दर यो बिहानी समयमा जय मसीह साथी नमस्कार गर्न चाहन्छु। म तपाईँहरूको माझमा पास्टर प्रवित सुनुवार। म चाहिँ हजुरहरूको माझमा बर्दिवासदेखि यस भिडियोमा आउन पाउँदा म अति नै खुसी छु। अनि आज यो सुन्दर बिहानी भिडियोमा चाहिँ हामी सबैलाई अति नै आवश्यकता पवित्र परमेश्वरको स्वर्गीय वचन है हाम्रो जीवनमा अति नै आवश्यक भएको हुँदाखेरि जतिजना तपाईँहरूले यो भिडियोलाई सुन्नुहुन्छ तपाईहरु विभिन्न यथास्थितिमा रहेको हुनसक्छ, खुसीमा दुःखमा हैन, चिन्ता पीडा हाँसो रोदन विभिन्न समस्याले ग्रस्त भएको हुनसक्छ। र यो वचनद्वारा म विश्वास गर्दछु तपाईहरुले आशिषित पाउनुहुनेछ र यो वचनद्वारा तपाईको साँच्चै खोजको हृदयहरू प्रश्नहरू तपाईको जीवनमा आउँदछ। अनि आज तपाईहरुले नयाँ कुरा तपाईको लागि कतिको लागि हुन सक्छ भन्नु पर्दाखेरि यो संसारमा आज हामीले धेरै कुराहरू खोजी गर्दैछौँ आफ्नो शान्तिको लागि। अनि यो संसार चाहिँ भत्कीको संसार हो, जुन संसारमा धेरै मानिसहरू निराशा छन् र आज धेरै प्रश्नको उत्तरहरू नपाउँदा व्याकुल र बेचैनको जिन्दगीहरू जिउनु परिरहेको छ। तपाईहरुलाई म एउटा आशा र खुसीको वचन म ल्याउन चाहन्छु। यो मण्डली परिवारलाई पनि अति नै उपयोगी कुराहरू र कति संसारमा जो गैर इसाईहरू हुनुहुन्छ उहाँले पनि प्रभु येशूको लिडरहरूलाई पास्टरहरूले चाहिँ डलर आउँछ भन्ने विषयवस्तुमा पनि उहाँहरू एकदमै चाहिँ क्रिस्चियनहरूलाई देखिन सक्ने विभिन्न सञ्जालमा हामी हेर्छौँ भने त्यो कुराहरू हामी देख्छौँ। अनि बाइबल धर्मशास्त्र चाहिँ यस्तो पुस्तक हो जुन पुस्तक चाहिँ परमेश्वरको प्रेरणाद्वारा है स्वयं परमेश्वर मानिस जातिलाई प्रेम गरेर आज उहाँले चाहिँ है एउटा वास्ता गर्नुभएको छ। मुक्तिको सन्देश, उद्धारको सन्देश है प्रेमको सन्देशको कुराहरू हामी बाइबल धर्मशास्त्रमा पाउँछौँ। यो भित्र हामी हेर्ने हो भने यहाँ चाहिँ स्वर्ग पृथ्वी नर्क सबैको यथार्थ जसरी हाम्रो ऐनामा हामी हाम्रो अनुहार हेर्छौँ छर्लङ्ग देखिन्छ हैन, कुनै पनि दाग, कुनै पनि घाउ, कुनै पनि फोहोर है, कुनै पनि रङ्ग विरङ्ग तरङ्ग विभिन्न जस्तो जे भए पनि हामी क्लियर देख्छौँ। त्यस्तै बाइबल धर्मशास्त्रलाई हामीले खोज्यौँ भने सबै प्रश्नका उत्तरहरू हामी पाउँछ प्रिय। त्यो मध्येमा आज तपाईँहरूको माझमा पनि मजाको एउटा विषय लिएर आएको छु। जो विषय चाहिँ एउटा गोठालो र भेडा अथवा गोठालो र बाख्राहरूको बगाल अथवा गोठालो र विभिन्न पशुपन्छीको हामीले बगाललाई सम्बन्धमा चाहिँ रहेर ती कुराहरूलाई हामीले सम्झन सक्छौँ। जुन कुरा चाहिँ बाइबल धर्मशास्त्रमा चाहिँ एउटा सेवक स्वर्गीय राज्यको है निम्ति सेवा गर्ने एउटा पास्टर, एल्डर, डिकन, बिसप अनि फुल टाइम सेवा गर्ने अगुवाको जीवनमा आज मण्डलीले गर्नुपर्ने भूमिकाहरू, मण्डली निभाउनु पर्ने भूमिकाहरूको विषयमा आज म तपाईँहरूको माझमा बोल्न गइरहेको छु। यहाँ चाहिँ यसरी लेखिएको छ। यो टपिक चाहिँ भन्नुपर्दाखेरि सर्टकटमा पास्टर, डिकन, एल्डर र मण्डलीका विश्वासी जनहरूको भूमिका भनेर हामी राख्न सक्छौँ। यहाँ हेर्ने हो भने 1 तिमोथी 5:17-18 पदमा बाइबल धर्मशास्त्रमा कसरी लेखिएको छ म हजुरहरूलाई पढेर यसको व्याख्याङ्शबाट म बुझाउने कोसिस गर्दछु। यसरी लेखिएको छ, मण्डलीको असर व्यक्त गर्ने एल्डरहरू दोब्बर आदरका योग्य हुन्छन्, विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन् भनेको छ है। दोब्बर आदर योग्य हुन्छन् र हामीले मान्नुपर्छ, किनभने उहाँहरूले तपाईँ र मेरो लागि आफ्नो जीवन परमेश्वरको स्वर्गीय कामको लागि एउटा लगानी गरेको व्यक्तिहरू आज संसारमा बिरलै छ। लुका 10:2 पदले हामी हेर्छौँ भने खेतालाहरू चाहिँ प्रशस्त छ, फसलहरू चाहिँ प्रशस्त छ, खेतालाको चाहिँ अति नै आवश्यक छ है। फसल प्रशस्त छ, खेतालाको चाहिँ कमी छ। त्यो कारणले गर्दा तपाईँ र मैले आज गर्नुपर्ने प्रार्थना पनि त्यो खेतालाको लागि हो। अनि परमेश्वर त्यही कुराहरूमा है आज चाहना इच्छा गर्नुहुन्छ। उहाँको दर्शन हामीले बुझ्ने भने चाहिँ तपाईँ र मैले त्यो खेतालाको भूमिका निभाउनु हो। अनि 18मा चाहिँ हामी हेर्ने भने 17मा हामी पढ्यौँ, किनभने पवित्र शास्त्र भन्छ
बाइबल पवित्र शास्त्रले के भन्छ भन्ने कुरा, दाइँ गर्ने गोरुको मुखमा मोलो नलगाउनु र श्रमिकले आफ्नो कामको च्याला पाउनुपर्छ। आज मण्डलीमा दुई किसिमले हामीले विभाजन गर्न सक्छौँ। एउटा मण्डलीमा भएका विश्वासी जनहरूमा है, र अर्को चाहिँ विश्वासी जनहरूलाई एउटा लिडर गर्ने है, अगुवाई गर्ने, नेतृत्व गर्ने पास्टर, डिकन, एल्डर है, बिसप, एउटा फुल टाइमको अगुवाहरूलाई हामी हेर्न सक्छौँ। र उहाँहरूको विषयमा दुई तवरमा हामी हेर्ने हो भने विश्वासीहरूको जीवनमा चाहिँ उहाँहरूले आफ्नो परिवारलाई है वर्तमान अवस्थामा कसरी चाहिँ झगडा गर्ने, कसरी चाहिँ त्यो पालन पोषण है, बचतको कुराहरू, खर्चका कुराहरू र भविष्यमा हैन आउने परिस्थितिमा चाहिँ सजिलोसँगले पुस्ताहरूलाई चाहिँ एउटा हस्तान्तरण गर्ने कुराहरू, दुःख कष्ट नहोस् भनेर आफ्नो बाबु आमाको मन चाहिँ छोराछोरीमाथि हुने कुराहरू तपाईँहरूलाई थाहा छ, मैले भन्नु पर्दैन। त्यो चाहिँ आफू जस्तो दुःख कष्ट नहोस् र राम्रो होस् भन्ने हेतुले सबै कुरामा असल प्रकारद्वारा हामीले धन सम्पत्ति कुराहरूमा पनि है, आर्थिक जेथाहरू, कुनै पनि असल कुराहरू जो चाहिँ हामीभन्दा अझै माथिल्लो लेभलमा राम्रोसँगले गरिदियोस् भन्ने हेतुले झगडा गरेको हुन्छ। विभिन्न काम धन्दाहरूमा, आफ्नो व्यक्तिगत काममा होइन, जागिर पेसाहरू विभिन्न छ, आफ्नो प्राइभेट आफ्नै व्यवसायहरूमा उहाँहरूले चाहिँ आफ्नो समयहरू लगानी गर्छ प्रिय। र उहाँहरूले आफ्नो सङ्गतिहरूमा, घरेलु सङ्गतिमा र मण्डलीको परमेश्वरको चाहिँ महान एउटा आज्ञा छ जो सबात होइन, हामी 6औं दिनमा आराम र एक दिन परमेश्वरलाई दिनुपर्ने दिनहरूमा यो तरिकाले मात्रै उहाँहरूले परमेश्वरलाई समय विशेष गरी दिएको हामी पाउँछौँ। अनि एउटा पास्टर, एउटा मण्डलीको फुल टाइम सेवा गर्ने अगुवा है, डिकन एल्डरहरूको जीवनमा चाहिँ उहाँले कसरी हुन्छ, फुल टाइम सेवा गर्ने व्यक्तिहरू जो हुनुहुन्छ उहाँले चाहिँ आफ्नो मण्डली परिवारलाई चाहिँ आत्मिक खुराकहरू है, आत्मिक तवरका विभिन्न चौतर्फी कुराहरू, फलहरूको कुराहरूमा, आत्मिक शिक्षाहरूको विकासको कुराहरूमा उहाँले आफ्नो जीवन खर्च गरेको हुन्छ। अनि पदले चाहिँ त्यो कुराहरू भन्छ जो चाहिँ रेखदेख गर्ने व्यक्तिहरू छ, जतिपय तपाईँहरूको मण्डलीमा हुनुहुन्छ उहाँहरूलाई एउटा पास्टर, सिनियर पास्टरद्वारा साँच्चै नै सुसञ्चालनमा आत्मिकी तवरले परमेश्वरको वचनमा आधारित रहेर होइन, अनुशासनमा रहेर उहाँ आफै स्वयं बसेर अनि आफ्नो मण्डली परिवारलाई सिकाउने कुराहरूमा सधैँभरि उसको जीवन चाहिँ तल्लीन भएको देख्छौँ, हामी लगानी गरेका देख्छौँ। त्यो व्यक्तिको जीवनमा चाहिँ आज मण्डली परिवारले नगरे उहाँहरूलाई कसले गर्ने? उहाँहरूले मण्डली परिवारको लागि समय फुल टाइम दिनुहुन्छ, आफ्नो विश्वासीहरूको सङ्गति, सेवा, ट्रेनिङ होइन, कसरी हुन्छ उहाँहरू चाहिँ आत्मिकी शिक्षा र विकास हुँदै वृद्धि हुँदै है, उहाँहरूले चाहिँ आफू जस्तो छ त्यस्तै होस् भन्ने हेतुले चाहिँ लगानी गरेको हामी पाउँछौँ। अनि वचनले त्यो कुराहरू भन्छ, दाइँ गर्ने गोरुलाई चाहिँ मुखमा चाहिँ मोलो लाउँदैन प्रिय। यदि मोलो लायो भनेदेखि चाहिँ होइन, उनीहरू चाहिँ नखाइकन नै काम गरायो भने है, हरेक कुराको समय छ, त्यो समयमा हामी बुझ्न सक्छौँ। अनि यहाँ पनि गोरुलाई चाहिँ हामीले जब जोत्न लान्छौँ होइन, कुनै पनि कामहरू गराउँछौँ, त्यो अगाडि टन्न उसलाई खुवाएर चाहिँ अनि ठिक समयमा हामीले उसलाई काममा विशेष ध्यान दियोस् भनेर मुखमा चाहिँ एउटा मुखौरो है लाउँदछ प्रिय, मोहरो लाउँदछ। र त्यस्तै पास्टरको जीवनमा पनि उनीहरूले दिनुपर्ने शिक्षामा उनीहरू व्यवस्थित ढङ्गद्वारा दिने काम अति नै महत्त्वपूर्ण समय राखेर सिरियसली भएर आफ्नो मण्डली परिवारप्रतिको माया वास्ता भएर उनीहरूले समय दिइरहेको कुराहरू पाउँछौँ। अनि श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ भन्ने चाहिँ स्पष्ट रूपमा यहाँ लेखिएको छ। संसारमा धेरै मानिसहरूले काम गर्छ, खेती किसानी, व्यापार बिजनेस है, आफ्नो विभिन्न जबहरू छन्, उहाँहरूले आफ्नो शरीरको वास्ता गर्छन्, संसारमा आवश्यकताहरू पूर्ति गर्छन्। त्यसै गरी एउटा पास्टर, एउटा लिडर है, एउटा सेवकले चाहिँ मण्डलीको लागि लगानी गरेको त्यो चाहिँ सबैभन्दा परमेश्वरले चाहेको उत्तम इच्छा जो चाहिँ स्वर्गको कार्यको लागि उनीहरू आफ्नो जीवन
विश्वासी जनहरूमा लगानी गरेको हुन्छ र उहाँहरूलाई आज विश्वासीले चाहिँ है आवश्यकताहरू पूर्ति गर्नुपर्छ भन्ने कुराहरूलाई जोड दिएर यो वचनले हामीलाई भन्छ। अर्को हामी हेर्छौँ भने धेरै पदहरूले बाइबलले हामीलाई सिकाउँछ प्रिय यो कुरा चाहिँ मण्डलीमा आज लागु हुनुपर्छ। यदि हामीले हाम्रो मण्डलीलाई चाहिँ त्यो कुराहरूमा वास्ता गरेको छैन भने है एउटा गोठालो र एउटा भेडाहरूको बिचमा होइन सम्बन्ध चाहिँ गहिरो छैन भने त्यो मण्डली चाहिँ सेलाउँदै जान्छ प्रिय, हराउँदै जान्छ है, आशिषित भएको देखिँदैन। कति मण्डलीमा आज यी कुराहरू अझै पनि बुझ्न है अझै पनि त्यो वचन अनुसार हिँड्नलाई आवश्यकता देखिन्छ। अनि यसरी हामी अर्को वचन हेर्छौँ भने चाहिँ गलाती 6:6मा चाहिँ हामी परमेश्वरको वचनद्वारा गलाती 6:6मा हेर्छौँ भने म यहाँ पढ्नेछु, तपाईँहरू ध्यान दिएर सुन्नु होला। वचनको शिक्षा पाउने हरेकले आफ्नो सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्छ। हेर्नुहोस्, तपाईँको लागि उहाँहरूले आफ्नो समय दिएको हुन्छ। उहाँहरू आफ्नो आवश्यकतालाई भन्दा तपाईँको आवश्यकता आत्मिक क्षेत्रमा खाँचो भएको हुँदा मलाई बढाउने कुराहरूमा तपाईँले है तपाईँकै लागि बढाउने कुराहरूमा एउटा पास्टरले चाहिँ एउटा लिडरले चाहिँ त्यो समय लगानी गरेको हुन्छ प्रिय। उहाँहरू आफ्नै घर परिवार आफ्नै व्यक्तिगतमा पनि उहाँहरूले समय संसारको लागि जम्मा गर्ने कमाउने कुराहरूमा समय दिएको हुँदैन। त्यो कारणले गर्दाखेरि हजुरहरूले बुझ्नुपर्ने कुरा चाहिँ आज उहाँको पनि आवश्यकताहरू पूर्ति गर्नलाई आज विश्वासी मण्डलीले सोच्नै पर्छ। तपाईँले कसरी सोच्नु भएको छ मलाई थाहा छैन, तर वचनले चाहिँ हामीलाई यी कुराहरू सिकाएको छ। यो आज्ञा हो। बगालहरूलाई चाहिँ एउटा गोठालोको काम चाहिँ सुरक्षा दिनु है, अनि त्यसै गरी खुवाउने कुराहरूमा, तृष्णालाई प्यासलाई मेटाउने कुराहरूमा, विभिन्न उसको शत्रुदेखि बचाउनको लागि होइन, चोर डाका विभिन्नदेखि बचाउनको लागि एउटा गोठालोको भूमिका चाहिँ हर समय है त्यो किसिमले असल गोठालोले गर्छ। त्यसै गरी गोठालोलाई पनि त्यो बगालहरूले है त्यो विश्वासी परिवारहरूले चाहिँ वास्ता गर्नुपर्छ प्रिय। उहाँको आवश्यकताहरू विभिन्न कुराहरू छ, लाउने खाने होइन, घाँस पासका कुराहरू। यदि छैन भने त्यो कुराहरूलाई मण्डली परिवारले चाहिँ सोच्नुपर्ने कुराहरू हामीले वचनबाट सिक्दछौँ र विगतमा पनि परमेश्वरको जनहरूद्वारा ती कुराहरू गरिएको छ र वचनद्वारा पनि हामीलाई त्यो आज्ञाहरू उत्साह दिइएको छ। त्यो कार्यहरू भएन भने तपाईँको लिडर चाहिँ है निराशामा पर्नुपर्छ। तपाईँको लिडर चाहिँ माग्ने थाक्ने भएर हेर्दा पनि तपाईँको मण्डलीको पास्टर लिडर चाहिँ अरूको मण्डलीभन्दा है मण्डलीको पास्टर लिडरभन्दा धेरै कुराहरूमा अगाडि बढाउन नसक्ने अवस्था परिस्थितिहरू देखा पर्छ। त्यो चाहिँ तपाईँ मण्डली विश्वासीको कारणले गर्दाखेरि हो। अनि यो चाहिँ एउटा पास्टर र एउटा मण्डली विश्वासीले चाहिँ है बुझ्नुपर्ने कुरा चाहिँ गहिराई रूपमा हामीलाई बस्न देखाएको छ। यसरी हेर्ने हो भने अर्को हो, यहाँ चाहिँ शिक्षा दिने एउटा लिडरलाई चाहिँ है आवश्यकताहरू बाँडचुँड गर्ने कुराको विषयमा चाहिँ हामीलाई स्पष्ट रूपले बाइबल धर्मशास्त्रले हामीलाई बतायो। गलाती 6:6 ती कुराहरू हामीलाई भन्छ। शिक्षा पाउने हरेकले आफ्नो सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्छ। हेर्नुहोस्, हामीले कति वास्ता एउटा गोठालोलाई गर्नुपर्छ, एउटा पास्टर लिडरलाई हामीले गर्नुपर्छ भन्ने कुराहरू हामीले वचनले डाइरेक्ट स्पष्ट रूपमा चाहिँ हामीलाई सिकाएको छ। विश्वासीले वचनमा शिक्षा दिने है व्यक्तिलाई आफ्नो भौतिक साधनहरू बाँड्नुपर्ने कुराहरू है निर्देशन गरेको कुराहरू हामी यो वचनबाट हामी पाउँछौँ। यो चाहिँ के भन्दाखेरि आवश्यकतालाई चाहिँ परिपूर्ति गर्ने कुराहरूमा विशेष हामीलाई बाइबलले जोड दिएको हामी पाउँछौँ। यसरी अर्को पदलाई हेर्ने हो भने 1 कोरिन्थी 9:13-14 हामी हेर्छौँ भने 1 कोरिन्थी 9:13-14 हामी यसरी पाउन सक्छौँ। के तिमीहरूलाई थाहा छैन कि मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकहरूबाट खान्छन् र बेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन्? त्यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाउन् भने प्रभुले आज्ञा दिनुभयो। आमेन। हेर्नुहोस्, यहाँ विभिन्न मण्डलीका वरदानमा फुल टाइम सेवकको निम्ति चाहिँ एउटा अध्यक्ष भन्ने रूपमा हामी प्रमुख तपाईँको गोठालो मेन सिनियर पास्टरद्वारा एउटा जिम्मेवारी चाहिँ तपाईँहरूलाई हस्तान्तरण गरेको हुन्छ। ती कुराहरू चाहिँ
हस्तान्तरण गर्ने कुरामा तपाईँले पनि आफ्नो त्यो व्यक्तिहरूलाई चाहिँ मुट्ठी खोल्नुपर्छ। त्यो चाहिँ तपाईँले त्यो व्यक्तिलाई खोलेको होइन प्रिय हो, तपाईँले सोच्नुहोस् परमेश्वरको लागि तपाईँले यो लगानी गरेको हो। अनि त्यो धन चाहिँ संसारबाट पनि हामीले हाम्रो सधैँभरिको राज्य जो अनन्तको राज्य स्वर्ग राज्यमा हामीले चाहिँ धन सम्पत्ति बढाउन इनामहरू बढाउन सक्दो रहेछ। जहाँ तिम्रो धन त्यही तिम्रो मन। अनि त्यो हामी धन चाहिँ स्वर्गमा हामीले बढाउँछौँ भने हाम्रो मन पनि स्वर्गै जाने, स्वर्गीय परमेश्वरको महिमा गर्ने, स्वर्गीय परमेश्वरको वचनमा ध्यान केन्द्रित साथ असल एउटा छोराछोरी भएर हामीले जिउनुपर्छ भन्ने कुरा हामीलाई चाहिँ बाध्य गराउँछ हामीले गर्नैपर्छ प्रभुको निम्ति, हाम्रो निम्ति उहाँले बलिदान दिनुभयो। उहाँले आफ्नो शरीरलाई तपाईँ र मेरो लागि मृत्युसम्मै पनि उहाँले प्रेम गर्नुभयो। कहिले पनि नराम्रो गर्नु भएन। पापी मानिसहरूको लागि सधैँभरि उहाँले चाहिँ प्रेम गरि नै राख्नुभयो। र तपाईँ र मेरो लागि आफ्नो जीवन पनि कुर्बान बलिदानको रूपमा खुसी साथ अर्पिनु भयो। र हामीले के गर्ने अब? हामीले सित्तैमा उहाँको अनुग्रहद्वारा हामीले विश्वास गरेको कारणले हामीले पायौँ एक रुपियाँ दिनु परेन। कुनै पनि आर्थिक जेथाहरूले, कुनै पनि धन सम्पत्तिहरूले साटेर र किनेर पाउन नसक्ने कुरा प्रभु येशूले तपाईँ र मलाई दिनुभएको छ। तपाईँ र म चाहिँ एउटा धन्यवादी मानिसहरू हो। त्यो कारणले गर्दाखेरि हामीले हाम्रो लागि वास्ता गर्ने परमेश्वरद्वारा अभिषेक गरिएको नियुक्त गरिएको व्यक्तिलाई चाहिँ मण्डली परिवारले चाहिँ हामीले हेर्नुपर्ने कुराहरू, एउटा मन्दिरमा चाहिँ एउटा पुजारीको कुराहरू हेर्छौँ भने त्यहाँ चाहिँ उसले गरेको त्यही कामबाट गुजारा चलाइरहेको हामी पाउँछौँ प्रिय अनि संसारको जस्तो होइन यो चाहिँ। यो त स्वर्गीय परमेश्वरको चाहिँ राज्यको कुरालाई चाहिँ तपाईँको लिडरहरूले, पास्टरहरूले तपाईँलाई समय दिइरहेको छ प्रिय। तपाईँले पनि उहाँहरूलाई त्यो कमिटी गठन गरेर हुन्छ अथवा कमिटी गठन नगरेको अवस्थामा भर्खरका मण्डली परिवार हुनसक्छ। तपाईँले बुझ्नुपर्ने कुराहरू यो हो। कतिले दिन सक्छ भन्ने हामी देख्दैनौँ। कतिले मण्डलीले पाल्न पनि पास्टरले उल्टै सहयोग गरिरहेको अवस्थाहरू हामी देख्छौँ। त्यो कारणले गर्दा वचनले चाहिँ हामीलाई स्पष्ट रूपमा बताउँछ कि हामीले हाम्रो लिडरहरूलाई राम्रो बनाउनुपर्छ। उहाँको आवश्यकतालाई हामीले कसरी हुन्छ, छलफलद्वारा हुन्छ कि सल्लाह गरेर हुन्छ कि आफ्नै हृदयमा अगुवाई भएर हुन्छ कि त्यो सङ्कल्प गरेर चाहिँ सोचेर हामीले आफ्नो लिडरहरूलाई प्रशस्त आशिषित तुल्याउनुपर्छ प्रिय कति मण्डलीमा चाहिँ यो कुराहरूलाई गहिरो रूपले बुझेको कारणले आफ्नो पास्टरहरूलाई चाहिँ विभिन्न सङ्घ संस्थाहरूमा गाँस्ने कुराहरूमा कुनै पनि घटी कमी नभएको अवस्थामा चाहिँ राखेका हामी पाउँछौँ। कति मण्डलीमा चाहिँ यो अवस्थालाई नबुझेको कारणले गर्दाखेरि अनि कति पास्टर लिडरहरू चाहिँ आज स्वतन्त्र रूपले सेवा चाहिँ गर्न नसकेको कुराहरूलाई हामी देख्छौँ। प्रिय तपाईँको मण्डलीको पास्टर लिडर तपाईँको गोठालो तपाईँलाई जस्तोसुकै परिस्थितिमा उहाँको जीवनै हाजिर भएर तपाईँलाई चाहिँ त्यो समयहरू दिइरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि यो फुल टाइम सेवा गर्ने व्यक्ति जसले मण्डलीको रेखदेख गर्छ त्यो व्यक्तिको लागि चाहिँ हामीले वास्ता गर्नै पर्छ, किनभने उहाँहरूले स्वर्गको राज्यको कार्य चाहिँ पूर्ण दियो ज्यानले गरेको हामी पाउँछौँ। अनि त्यो व्यक्तिहरूलाई चाहिँ मण्डलीले नहेरे कसले हेर्ने? उहाँहरूले आफ्नो कामहरू हेर्दैन, आफ्नो खेतबारीमा उहाँहरूले परिश्रम दिएर समय लगानी गरिरहेको पाउँदैन। तपाईँको लागि मण्डली परिवारको लागि पुरै समय दिइरहेको हामी देख्छौँ, पाउँछौँ। त्यो कारणले गर्दा उहाँहरूलाई हामीले चाहिँ सुविधाहरू सेवाहरू हामी मण्डली परिवारले बुझेर गर्नुपर्ने हुन्छ। प्रिय आज यो कुराहरू कति मण्डली नबुझेको कारणले गर्दा धेरै मण्डलीहरू चाहिँ निराशा छ सेवकाइमा। कति पास्टर लिडरहरूलाई चित्त बुझाइ छैन। कति विश्वासी जनहरूले पनि त्यो पाउनुपर्ने आशिष कुराहरू, एकताको कुराहरू, आत्माका कुराहरूमा घट्दै गएको कुराहरू र संसारले बिस्तारै बिस्तारै अन्धकारले चाहिँ अन्धकारले बिस्तारै बिस्तारै मण्डलीमा चाहिँ बेमोलको कुराहरू, विवादका कुराहरू, अशान्तिका कुराहरू र संसारको पहिलो जस्तो ब्याकग्राउन्डमा हामी थियौँ त्यस्तै त्यस्तै जिन्दगीहरू जिएर धेरै व्यक्तिहरू आज प्रभुलाई त्यागिरहेको अवस्थाहरूमा हामी भेट्छौँ। यहाँ चाहिँ
तपाईँ र मैले वचनमा हेर्ने हो भने स्पष्ट रूपले बाइबलले तपाईँ र मलाई बताउँदछ है। स्वतन्त्रता चाहिँ यूहन्ना 8:32 पदले हामीलाई स्पष्ट रूपमा बुझाउँछ, तब तिमीहरूले सत्य के हो सो जान्नेछ र सत्यले तिमीलाई स्वतन्त्र तुल्याउनेछ। यो सत्यले चाहिँ तपाईँ र मलाई स्वतन्त्र हुनुपर्छ। त्यो चाहिँ परमेश्वरको तर्फबाटको स्वतन्त्रता, सत्यता जो तपाईँ र मैले आज प्राप्त गर्न आवश्यक छ। कुनै मानिसको अन्डरमा होइन, कुनै संस्थाको अन्डरमा होइन है, कुनै मण्डली विश्वासीहरूको अन्डरमा होइन, कुनै पास्टरको व्यक्तिगत अन्डरमा होइन, तपाईँ र म चाहिँ परमेश्वरको पवित्र वचन है को अन्डरमा रहेर वचनको आधारित है जीवन जिएर बाइबल पवित्र शास्त्र बाइबलको मुताबिक तपाईँ र मेरो जीवन चाहिँ है येशूको गुण सल्किएको, येशूको ज्योति चाहिँ सल्किएको त्यो किसिमको जिन्दगी जिउन आवश्यक छ। अनि आजको विषय तपाईँलाई कस्तो लाग्यो? मण्डलीमा एउटा पास्टर, गोठालो र विश्वासी जनहरू, जो साधारण विश्वासीहरू होइन, एउटा लिडर, विभिन्न वरदानले प्राप्ति जो मण्डलीमा चाहिँ तपाईँले जिम्मेवारी पाउँदै हुनुहुन्छ, सबै विश्वासीहरूको माझमा हामीले छुटाउनु पर्दा दुई किसिमको तवरमा हामी राख्न सक्छौँ। र गोठालाई मण्डली विश्वासीहरूले चाहिँ सहायता र आवश्यकता पूर्ति गर्ने, त्यसै गरी गोठालोले चाहिँ बगालहरूलाई, विश्वासी जनहरूलाई है खुसी र आनन्द, एकदम आनन्दले, कुनै करकापमा होइन, स्वेच्छाले आनन्दित भएर गर्व साथ चित्त बुझाइले है परमेश्वरको राज्यको लागि चाहिँ आफ्नो जीवन चाहिँ सधैँभरि हर पल हरदम रोमी 12:1 जस्तै है र इजरा 7:10 जस्तै सिक्ने कुरामा, आज्ञा पालन गर्ने कुरामा र मण्डली परिवारलाई सिकाउने कुरामा चाहिँ जसरी इजरायलले आफ्नो जीवन चाहिँ सम्पूर्ण रूपले परमेश्वरमा समर्पण गरेको थियो, आज तपाईँ र मेरो जीवन पनि त्यस्तै हो। प्रिय, खुसी लाग्यो यो वचन हजुरहरूको माझमा यस 22-23 मिनटको वचन दिन पाउँदा म अति नै खुसी छु। आशा छ तपाईँले मण्डलीमा यो वचन सुनेर बुझेर है अब उसो मण्डलीमा लागू गर्नेछ र यदि लागू छैन भने यो कुराहरू तपाईँले लागू गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। अनि एउटा पद मलाई जहाँ पढ्न मन लाग्यो, 1 तिमोथी 5:17-18 हामीले हेर्छौँ भने चाहिँ जुन लिडर अगुवाहरू चाहिँ विश्वासीहरूलाई राम्रोसँगले है रेखदेख गर्छ अनि उनीहरू चाहिँ धन्यका हुन् है, परमेश्वरको नजरमा एकदमै भाग्यमानी है। तपाईँ र मैले परमेश्वरको राज्यको काम गर्नुपर्छ प्रिय है, कुनै बाध्यले, कुनै करकापले होइन है, खुसी र आनन्दित साथ तपाईँ र मैले गर्नुपर्ने हुन्छ। यहाँ 17-18 चाहिँ जाँदै गर्दा तपाईँहरूको माझमा मैले वचन ल्याउँदैछु। यो वचन पदबाट तपाईँहरूले आशिषित हुनुहुनेछ भन्ने मैले विश्वास गरेको छु। यहाँ 5:17-18 असल लेख्दै गर्ने एल्डरहरू दोब्रा आदरणीय हुन्छन् भन्ने कुराहरू तपाईँहरू मैले बिर्सिनु हुँदैन है। अनि श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ। कुनै पनि व्यक्तिले काम गर्दा उसले ज्याला पाउनुपर्छ होइन। कसले कुल्ली, कुनै लेबर, कुनै पनि होइन सिप भएका मिस्त्रीहरू जति छन् उहाँहरूले काम गरेको ज्याला पाउनु। त्यस्तै स्वर्गीय कामको लागि तपाईँ र मलाई सुरु गरिदिनुहुने, सिकाइदिनुहुने, मण्डली प्रभुको राज्यमा सिकाइदिनुहुने, प्रार्थना गर्न सिकाउने है, हर समय तयारी रहेर परमेश्वरको राज्यमा अगाडि बढाउने पास्टर लिडरलाई तपाईँहरूले सोच्नुपर्छ। फेरि मैले पदलाई ल्याएँ तपाईँहरूको माझमा। आशा छ तपाईँले यो कुराहरू बुझेर मण्डलीमा अब उसो कार्यान्वयन गर्नुहुन्छ भनेर म विश्वास गर्दछु। खुसी लाग्यो सुन्दर बिहानीमा यो भिडियो तपाईँहरूको माझमा पोस्ट गर्नु पाउँदा म अति नै खुसी छु। हस्त सबैलाई जय मसीह।